सेवारो जय मङ्गल। आज सुन्नै पर्ने दुई चारवटा कुराहरू फेरि पनि लिएर आइपुगेको छु। त्यो के हो भनेदेखि नेपालमा जङ्गली खरपाडे, ढाक्रे, तिख्रे, भुसतिख्रे, डोकेहरू चाहिँ केदारमणिले घोषणा गरिदियो। त्यसलाई फेरि जङ्गबहादुर राणाले 1910 को मुलुकीमा मतवाली बनायो। मतवाली पनि दुई खालके, एउटा मसाउने मतवाली, एउटा नमसाउने मतवाली। अनि त्यही ढाक्रे डोक्रेहरू चाहिँ मतवाली बनायो। अनि त्यही मतवाली चाहिँ फेरि संविधानमा आदिवासी जनजाति बनायो। त्यही आदिवासी जनजाति चाहिँ फेरि सुकुम्बासी बनायो। त्यही सुकुम्बासी चाहिँ शरणार्थी बनाएर अहिले जग्गा जमिन बिना सिद्ध्याकै छ, जागिरबाट सिद्ध्याको छ, शिक्षाबाट सिद्ध्याको छ, जग्गा जमिनबाट सबैबाट सिद्ध्याकै छ। तर त्यहाँबाट उठेर आउनको निम्ति मङ्गोल नेसनल अर्गनाइजेसन, मङ्गोल अनुहार हो, वर्ण हो, जसको अधिकार अस्तित्व हकको निम्ति यो दर्शनले अब नेपालमा उठ्नुको निम्ति तयारी भइसकेको छ। मङ्गोल नेसनल अर्गनाइजेसन भाले चुनाव चिन्हको दर्शन भन्दा बाहिरको कुनै कुराले पनि यो देशको जङ्गली स्वाठे खरपाने डोकेहरूको हक अधिकार जग्गा जमिन सुनिश्चित गर्नेवाला छैन। तर यहाँ के देखिँदैछ भन्दाखेरि यो मङ्गोल दर्शन चाहिँ एउटा चोर्दै लुट्दै लगेर जनताको माझमा चिया साटी खानेहरू अनि जनताको छेउमा यसो छारो हान्नेहरू चाहिँ फटाकफुट देखिँदैछ। तर त्यसले केही हुनेवाला छैन। किन भन्दाखेरि यो मङ्गोलवाद दर्शन र एमएनओ भनेको चाहिँ यो चाहिँ मूल पानी जस्तै हो। मूल पानी कहिले सकिँदैन, उम्रेकै गर्छ। तर यसको एक दुईवटा चोक्टा चोरेर लगेको चाहिँ कस्तो भन्दाखेरि त्यो चाहिँ कुवाको पानी बोकेर ल्याएको, किनेर ल्याएको पानी जस्तो कि किनेर ल्याएको त एकछिनमा सकिहाल्छ, तर मूल पानी त बगिरहन्छ। त्यसले गर्दाखेरि अब लगभग हामी सबैले थाहा भएकै कुरा हो, मङ्गोलवादको शक्ति नेपालमा